आफ्नो नाममा गर्नुभएको छ सिरियन। भेरी अनेस्टली म चाहिँ अहिले पनि लाग्छ जीवनमा दुईवटा कुरा गर्न नपाएको चाहिँ आई रिग्रेट। एउटा चाहिँ नाच गान गर्न नपाएको, अर्को खेलकुदमा भाग लिन नपाएको। हेलो नमस्ते एभ्रिवान, वेलकम टु आवर न्यू ब्लग। अनि आज चाहिँ हामी आएको छौँ पुरस्कार थाप्नलाई हामी एजुकेसनको के भन्छ यो भन्छ अफिस अडिटोरियम हलमा चाहिँ 1:30 बजेदेखि कार्यक्रम भनेको। हामी 2 बजे आयौँ नेपाली टाइम भनेर। 2 बजे आउँदा पनि भएन, के गर्नु। 2:13 भइसकिसकेको छ, अहिले पनि प्रोग्राम स्टार्ट भएको छैन। कहिले हुन्छ थाहा छैन, हामी चाहिँ वेट गरिरहेछौँ। मैले चाहिँ इन्ट्रो भिडियो गराउनलाई यहाँ आत्मबल बढाउनलाई सुजातालाई लिएर उपस्थित भएछ। आत्मबल 100मा 100% नै पढ्यो नि होइन। मेरो 50 सुजाता 50 गरेर 100 भइसक्यो। अब हेरौँ है भिडियो कस्तो हुन्छ। भिडियो कस्तो हुन्छ हेरिदिनुहोस् होला। 1:30 बजे बोलाएर अहिले यहाँ 2 बज्दा चाहिँ छ नि, कोही पनि छैन नि, गाह्रो छ हो। हेलो साथी, बोल तिमीलाई भनेको थिएँ नि नेपाली टाइम भनेको के हो कस्तो लाग्यो 2 बजे आउँदा नि। म केही बोलिनँ, निशब्द छु, एकदम निशब्द भएँ। तर के कहाँ चिरे यहाँ चाहिँ हाम्रो फोटो टिपाइ कार्यक्रम भइराखेको छ। फोटो खिच्ने भनेर कहाँ यता झाडीतिर गएछन् पुरै कुरो। पुरस्कार लिनेहरूको हालत यस्तो छ। हामी चाहिँ यहाँ प्रोग्राम स्टार्ट नभएर हामी समयको सदुपयोग गर्दैछौँ। फोटो भिडियो सबैको चस्मा बोक्ने काम मेरो, मोबाइल र गलबन्दी रुमाल बोक्ने काम मेरो। अब चाहिँ कार्यक्रम स्टार्ट हुन लागेछ। हामीहरू चाहिँ अब भित्रतिर जान्छौँ अनि हेर्छौँ, हजुरहरूलाई पनि देखाउँछौँ। र सम्पूर्ण ब्याचमा आसिन हाम्रो युनियनका मित्रहरू र खास गरी यो प्रोग्राममा आफूलाई उत्कृष्ट साबित गरेर भाग लिएर यसमा आफ्नो विजय प्राप्त गरेका खास गरी विद्यार्थी भाइ बहिनीहरू, भेरी अनेस्टली म चाहिँ अहिले पनि लाग्छ जीवनमा दुईवटा कुरा गर्न नपाएको चाहिँ आई रिग्रेट। एउटा चाहिँ नाच गान गर्न नपाएको, अर्को खेलकुदमा भाग लिन नपाएको। गाउँमा पढेको त्यो बेलामा चाहिँ कल्चरल प्रोग्राम भाग लिनु भनेको इज भेरी टफ फ्रम द फ्यामिली एन्ड अदर थिङ्स। अहिले पनि मलाई पर्सनली लाग्छ चाहिँ म अर्को बेलामा म डान्स सक्न पाऊँ जस्तो लाग्छ। आई फिल अन द्याट वे। सेम टाइम मेरो क्लासमेट चाहिँ राष्ट्रिय भलिबल खेलाडी हुनुहुन्थ्यो भने उहाँलाई हिसाब सिकाउँदै ल साथी आज चाहिँ त्यहाँ राखिदियो भने सर्भिस एकाडेमी पनि निकालिदिए हामीले आवाज बोर्डका। त्यो पेन चाहिँ यो अन्तर्राष्ट्रिय एक्टिभिटीमा चाहिँ खास गरी खेलकुद र यो चाहिँ एक्स्ट्रा करिकुलर एक्टिभिटी रियली हेल्प फर द टु डेभलप यो पर्सनालिटी। दुईवटा फ्याक्टरमा, एउटा डेडिकेसन, हाउ आई क्यान एचिभ द्याट गोल। तपाईँले खेलकुदमा भाग लिने साथीले थाहा पाउनुहुन्छ त्यो मैले कसरी एचिभ गर्नु। भेरी कन्फिडेन्स, भेरी हार्ड वर्क इज निडेड टु एचिभ त्यो चाहिँ तपाईँले एउटा चाहिँ उत्कृष्ट जित्नलाई पनि। अर्को रियली डिस्प्लेमा चाहिँ भेरी ग्रेट। आजलाई सेयर गरौँ यो भन्दै यहाँको उत्तर प्रदेश कामना गर्छु। थ्याङ्क यू भेरी मच। थ्याङ्क यू। समय चक्रमा घुमिरहन्छ
भेरी सिरियस राइट नाउ गर्ल्सहरूको फुटसलको सेकेन्ड अहिले पनि सिडिएम बोइजतर्फ फुटसलमा सेकेन्ड भएको प्रोफेसर डाक्टर अङ्कराज विष्टको हातबाट हाम्रो उपविजेता फुटबलको उपविजेता सिडियानले धनराशि प्राप्त गरिसकेको छ। प्रमाणपत्र सहित आफ्नो नगद धनराशि ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। साथीहरू तालिम गर्नुहोला। उहाँहरूको नगद धनराशि 15,000 रहेको छ। विजेता हासिल गर्नुभएको छ। त्यसै साथ तपाईँलाई आफ्नो धनराशि ट्रफी र सर्टिफिकेट ग्रहण गरिदिन हुन हार्दिक अनुरोध गर्दछु। धेरै धेरै बधाई छ रविना ढुङ्गाल, तपाईँको आगामी क्रिकेट खेल जगतमा सफलता कामना गर्दछौँ। म्यान अफ द टुर्नामेन्ट बोइजतर्फ रविना ढुङ्गाल, उहाँ बेस्ट ब्याट्सम्यान सहित उहाँ प्लेयर अफ द टुर्नामेन्ट हुनुहुन्छ। धेरै धेरै बधाई छ रविना ढुङ्गाल। सबैभन्दा बढी गेम विजय गर्ने डिपार्टलाई हामीले उहाँलाई एउटा सिल्ड प्रदान गरेका छौँ र कुन टिमलाई सबभन्दा बढी गेम जित्ने सबैभन्दा बढी गेम जिती यो सिल्ड आफ्नो नाममा गर्नुभएको छ सिडिएम।
क्याप्टेन हुनुहुन्छ कुलबहादुर बुढा। यसै गरी प्लेयर्सहरू दिपेन्द्र अवस्थी, अर्जुन भट्ट, सन्तोष बहादुर चन्द, विनोद। यसरी कोच हुनुहुन्छ गौतम श्रेष्ठ र म्यानेजर हुनुहुन्छ नरेन्द्र कुमार बटुवाल। धेरै धेरै बधाई छ श्रीराम टिम, तपाईँहरू विजेता टिमलाई धेरै धेरै बधाई छ। तपाईँहरूले आफ्नो प्रमाणपत्र ट्रफी सहित तपाईँहरूको नगद धनराशि ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। त्यसै गरी तपाईँहरूको सधैँ गेमतर्फ सहभागिता देख्न पाइरहोस् र तपाईँहरूको खेल जगतमा नगद धनराशि ग्रहण गरिदिन हार्दिक अनुरोध गर्दछु। यसै गरी प्रमाणपत्र नगद धनराशि सहित आफ्नो ट्रफी ग्रहण गरिदिन हुन सिडिएम टिमलाई हार्दिक अनुरोध गर्दछु। यसै गरी ब्याडमिन्टन बोइजतर्फ विजेता हुनुहुन्छ स्पोर्ट्स साइन्स, बोधाई स्पोर्ट्स साइन्स खेलाडी हामी चाहिँ प्रोग्राम सकेर फर्किँदैछौँ। हाम्रो अवस्था यस्तो छ, तर लास्टै चिसो भएको छ, भोक लागेर हैरान भएको छ। तिमी देखिन्छौ के, भोक लागेर हैरान भएको छ। यहाँ चाहिँ हामी अहिले सेन्ट्रल डिपार्टमेन्ट त्यसो नभन हाम्रो आजको भ्लग हेरिदिनु भएकोमा सबैजनालाई धेरै धेरै धन्यवाद। कसले कप मेडल के जित्नु भयो भिडियो हेरेर अन्तिमसम्म हेरिदिनु भएकोमा सेयर सब्सक्राइब गरिदिनु धन्यवाद। थ्याङ्क यू फर वाचिङ। यस्तै यस्तै भिडियोहरू ल्याउने छु, यो सम्झनाको लागि हो। माया गरिदिनु होला। माया चाहिँ धेरै गरिदिनु होला।